हेलो नमस्कार अनि स्वागत छ तपाईँहरूलाई भिडियोमा। आज चाहिँ म पौवादुङमा गाउँपालिका वडा नम्बर 4 निवासीका एक युवाले गरेको कृषिको सुरुवात गरेको चाहिँ देखाउँदैछु। पहाडको सुक्खा भूमिमा गरेपछि के हुने रहेछ त, उहाँको मुखार बिन्दुबाट सुनौँ है त। त्यसको लागि भिडियोलाई अन्तिमसम्म हेर्नुहोला, मन परे लाइक गर्नुहोला, कमेन्ट गर्नुहोला, सेयर गर्नुहोला र भिडियो च्यानललाई फलो गर्नुहोला। धन्यवाद। फार्मको पनि एउटा भिडियो बनाउनु पो लाग्यो त म। हैन मेरो सुरुवात कति छ नि कुखुरा? 100 वटा जति छ कि भन्ने बच्चा चल्ला माथि घरमा पनि छ। अब यो मुनि चाहिँ बिरुवा छ, भविष्यमा यस्तो यही स्याम्पल पनि छँदैछ। यो मुनि त केही हुँदैन कुखुरा है। यसको मुनि चाहिँ कुखुरा छोड्ने यही जाली। हाम्रो जग्गा यति छ 8 रोपनी यो ठाउँमा। उता माथिल्लोपट्टि पनि छ, यो साइडमा चाहिँ तपाईँको होला 15-20-25 रोपनी यता पनि बिरुवा छ। के को बिरुवा रोप्दै हुनुहुन्छ? एभोकाडो, बुद्धचित्ता। कतिको फल्दैछ कि नै एभोकाडो? एभोकाडो फल्दैछ? छैन, मेरोमा छैन। म तराईबाट भर्खर आएको 1 वर्ष भयो। म तल उता चोक घरे चाहिँ अब कसरी चिन्नुहुन्छ त्यो त्यही तल मेरो घर पनि वहाँ पनि छ। हजुर। अनि यो जस्तै यो कुखुरासँगै कालिज अहिले फस्टाइरहेछ, त्यो पाइन्छ यहाँ हुन्छ कि नै होला? हुन्छ होला, अब त हुन्छ नि यहाँ त। पाल्दा त राम्रो हुन्छ हैन? यहाँ हामीले काली तित्रा अनि को यो पे तर बजार अब पाल्नुभयो भने चाहिँ हुन्छ बजार पनि। यत्रो हुन्छ नि। अब टर्की होइन अर्को बट्टाइ हो। बट्टाइ चाहिँ हुन्छ। यो उडेर जानु त सक्दैन यसबाट। ल ठिक छ, म पनि यहाँ कति जान्छ नभए 1-2 दिन हो। एउटा रहेछ, अब माथितिर होला 590 छ। एकदम राम्रो भाउमा लोकल अन्डा दिनुभएको रहेछ। ठिक छ, त्यस्तो भयो भने त हामी लगिहाल्छौँ नि। बोधिचित्त, यो बोधिचित्त चाहिँ यही वर्ष लाउनु भएको? यही वर्ष लाउनु भएको? लु टन्नै लाउनुहोस्, एकदम राम्रो छ नि अहिले त। यसको चाहिँ व्यापार यो फल्यो भने त राम्रो हुन्छ। तल चाहिँ के को बिरुवा? खुर्सानी कि गोबी? कोपी ए चारो। राम्रो फल्यो भने त आफूले खानु नि भयो होला। ल धेरै बिरुवाहरू लाउनु भएको रहेछ। यस्तो छ है, अब युवाहरू गाउँ छिरेर यसरी बोट बिरुवाहरू लाउने, यसबाट फाइदा लिने र आफ्नै देशमा रोजगारीका अवसरहरू आफैले सिर्जना गर्ने भन्ने कुरा पनि एकदम राम्रो छ। ल है, सिकौँ है साथीहरू। लु हामी त यस्तै डुली हिँड्दैछौँ। अरू गाउँमा बस्नेहरूले फलफुल अनि यो रुद्राक्ष, एभोकाडो, बोधिचित्त जस्ता आर्थिक लाभ लिने नगदे बालीहरू लाउन सक्नुहुन्छ, जसले फाइदा भएर भोलिका दिनमा चाहिँ अहिले सानो लगानीले, सानो मेहनतले भोलिका दिनमा ठुलो फाइदा दिने हुन्छ। त्यस्तो चाहिँ गर्नुहोला भन्न चाहन्छु। उहाँले यसरी तराईको ठाउँ छोडेर आफ्नै जन्मेको ठाउँ गाउँघरमा आएर खेती गर्दै हुनुहुन्छ भने तपाईँले पनि आफू घरमै गाउँमै हुनुहुन्छ भने गर्न सक्नुहुन्छ। साँच्चै यो भिडियो कस्तो लाग्यो कमेन्टमा जानकारी दिनुहोला। मन परे सेयर गरिदिनुहोला। धन्यवाद, नमस्कार।